एकपटक एउटा कछुवा नदीदेखि बाहिर निस्किएछ र त्यो कछुवा नदीदेखि बाहिर बगरमा निस्किँदै गर्दाखेरि त्यो बालुवामा चाहिँ उसले आफ्नो पाइलाको डोबहरू बनाउँदै गएछ। अलिक पर फर्केर हेर्छ कछुवा आफ्नो पाइलाको डोब देखेर आफै गदगद हुँदै खुसी हुँदो रहेछ। अझै पर हिँड्दै जान्छ, अझै पाइलाको डोबहरू बन्दै जान्छन् अनि कछुवा अझ खुसी हुँदै पाइलाको डोबहरूले चाहिँ एउटा लामो चाहिँ धर्का लाइन जस्तो बनाइसकेछ कछुवाले। र अकस्मात त्यही समयमा चाहिँ पानी आउँछ र सरलक्कै उसको पाइलाको डोबहरू चाहिँ सरक्कै पानीले बगाएर लान्छ। तब कछुवा त्यो नदीसँग रिसाउँछ, पानीसँग रिसाउँछ र उसले भन्छ, तिमी त मेरो शत्रु रहेछौ, तिमी त मेरो विपरीत रहेछौ। यतिका दिनसम्म म तिम्रो पानीभित्र बसिरहेँ, यतिका दिनसम्म हाम्रो मित्रता कति गाढा भएको थियो, म तिमीभित्रै समाहित भएर बसिरहेको थिएँ, कति रमाइलो थियो, यति राम्रो हाम्रो सम्बन्ध थियो। तर आज तिमीले मेरो रिस गरेर चाहिँ तिमीले मेरो सम्पूर्ण पाइलाहरू मिटाइदिएका छौ, पानीले बगाइदिएका छौ। आज तिमीले मेरो खुसीमाथि चाहिँ रिस गरेका छौ, डाहा गरेका छौ भनेर चाहिँ कछुवाले नदीसँग चाहिँ आफ्नो गुनासो पोखेछ, आफ्नो रिस पोखेछ है। तब त्यस नदीले चाहिँ शान्त स्वभावमा मन्द मुस्कान सहित उत्तर दिएछ, कछुवा मैले तिम्रो विरुद्धमा केही पनि गरेको होइन, मैले तिम्रो नराम्रो पनि गरेको होइन, मैले त रिस डाहा ईर्षा केही पनि गरेको होइन, मैले त मात्र तिमीलाई सघाएको हुँ। किनभने तिम्रो त्यो पाइलाको डोब हेर्दै हेर्दै कुनै सिकारीहरू तिम्रो पछि लागिरहेका थिए र मैले तिम्रो त्यो पाइलाको डोब चाहिँ सरक्कै पानीले बगाइएर मैले तिम्रो जीवन चाहिँ रक्षा गरिदिएको हुँ भनेर भनेपछि कछुवाले आत्मग्लानी गर्छ र कछुवाले नदीसँग पुगेका रिसहरू उसले फिर्ता लिन्छ, शब्दहरू फिर्ता लिन्छ र उसले माफी माग्छ कछुवाले नदीसँग। माई डियर फ्रेन्ड्स, यस कथाबाट मैले तपाईँलाई बुझाउनु खोजेको कुरा, कथाको सारांश चाहिँ के हो भने कहिलेकाहीँ हाम्रा अभिभावकले हामीलाई गरेका व्यवहारहरू, कहिलेकाहीँ हाम्रो आफन्तले हामीलाई गरेका व्यवहारहरू, कहिलेकाहीँ हाम्रा असल मित्रले गरेका हामीप्रति व्यवहारहरू तत्कालको समयमा हामीलाई नराम्रो लागे पनि, तत्कालको समयमा हामीले नकारात्मक जस्तो त्यसलाई फिल गरे पनि वास्तवमा त्यसको उद्देश्य चाहिँ सही हुनसक्छ, त्यसको उद्देश्य राम्रो हुनसक्छ, त्यसको उद्देश्य तपाईँलाई चाहिँ अझ उच्चतम बिन्दुमा तपाईँलाई अझ सक्षम बनाउनका लागि हुनसक्छ भन्ने कुरा हामीले हेक्का राख्नुपर्छ। कारण जीवनमा कहिले पनि तुरुन्तै कुनै पनि क्रियाको प्रतिक्रिया दिने बानी हामीले गरौँन। तपाईँले यस्ता कुरा ध्यानमा राख्नुहोस्, तपाईँले जीवनमा सधैँ प्रगति गर्न सक्नुहुनेछ। हस्त, राधे राधे, जय होस्।